आदरणीय दर्शक वृन्द, म यति बेला दैलेख जिल्लाको पर्यटकीय स्थल गुराँसे भ्यू टावरमा छु। तपाईहरुले सुन्नुभएको होला गुराँसे भ्यू टावरको बारेमा सामाजिक सञ्जालहरुमा, फेसबुकहरुमा हैन, त्यस्तै गरेर टिकटक बनाएर धेरै पोस्ट गरेको तपाईहरुले देख्नुभएको होला। तपाईहरुले चाहिँ यहाँ जो गुराँसे भ्यू टावर अहिलेसम्म आउनु भएको छैन, उहाँहरुको लागि मैले यो गुराँसे भ्यू टावरको सबै अवस्थाको बारेमा चाहिँ जानकारी गराउने प्रयत्न मैले गरिरहेको छु। अहिले भर्खरै पूर्वबाट रुकुमको सिस्नी हिमाललाई छिचोल्दै सूर्य उदाइरहेको छ। तपाईहरुले दृश्यमा देखिरहनु भएको छ, यो हो गुराँसे भ्यू टावर, रानीमत्ता दैलेख। यहाँ भित्र रहेको यो भ्यू टावर भित्र रहेको यो डाँफे निकै कलात्मक रूपमा बनाइएको छ। यो डाँफे चरी राष्ट्रिय पक्षी पनि हो। र त्यस्तै गरेर तपाईहरुले दृश्यमा देखिरहनु भएको छ, यो लाली गुराँस, कृत्रिम लाली गुराँस हो। लाली गुराँसको बिरुवालाई एकदम कलात्मक रूपमा चाहिँ बनाइएको छ। यो गुराँसे भ्यू टावर, यो टावरबाट हामीले सुदूरपश्चिमका अपी सैपाल हिमालहरू, त्यस्तै गरी कर्णाली प्रदेश अन्तर्गतका विभिन्न हिमालहरूको दृश्यहरू, सैपाल हिमाल लगायत विभिन्न हिम श्रृङ्खलाहरू यहाँबाट देख्न सकिन्छ। र यो भ्यू टावरको कम्पाउन्ड भित्र रहेको घोडा, त्यसमा चढेर पनि हामीले यो गर्न सक्छौं, फोटाहरू खिच्न सक्छौं। यो मैले अगाडि नै भनिसके, लाली गुराँसको बिरुवा, कृत्रिम बिरुवा, मान्छेले बनाएको बिरुवा। यो तपाईहरुले चिन्नुहुन्छ, यो बिरुवा अत्यन्त सुन्दर छ, सल्लाको बिरुवा। र यो तपाईहरुले यो दृश्य जुन देखिरहनु भएको छ, यो भनेको सुर्खेत उपत्यकाको फाँटको यो पश्चिमपट्टिको फाँट हो। यो यहाँबाट चाहिँ बाँके बर्दिया लगायतका, कैलाली कञ्चनपुर लगायतका दृश्यहरू पनि अवलोकन गर्न सकिन्छ। र यो यता यो दैलेख जिल्लाको पूर्वी भाग, भगवतीमाई गाउँपालिका र गुराँस गाउँपालिकाको मालिका बुरोसे लेकबाट अहिले यो सूर्य उदाइरहेको छ। यति सुन्दर दृश्य है। एकपटक चाहिँ तपाईहरु यो ठाउँको भ्रमण गर्नुहोस्।